नमस्ते सबैलाई। आज म तपाईहरुलाई स्ल्याब रेन्फोर्समेन्टको बारेमा बताउन गइरहेको छु। खास गरी स्ल्याब भनेको दुई किसिमको हुन्छ हाम्रो। एउटा हुन्छ वन वे स्ल्याब, अर्को हुन्छ टु वे स्ल्याब। टु वे स्ल्याब भनेको लङ्गर स्पान जुन हाम्रो लामोतिर हुन्छ, लङ्गर स्पान बाइ सर्टर स्पान गर्दाखेरि यदि त्यो 2 भन्दा कम आयो भने त्यसलाई टु वे स्ल्याब भनिन्छ। यदि 2 भन्दा बढी आयो भने वन वे स्ल्याब। अहिले जुन साइडमा हामी छौं त्यो साइडको लङ्गर स्पान डिभाइड बाइ सर्टर स्पान गर्दाखेरि 2 भन्दा बढी आइराछ। यो भनेको वन वे स्ल्याब हो। वन वे स्ल्याबमा के हुन्छ भन्दाखेरि वन वे स्ल्याबमा लोड डिस्ट्रिब्युसन तपाईलाई सर्टर स्पानतिर लोड डिस्ट्रिब्युट हुन्छ के। यो सर्टर स्पान जुन सर्टर स्पान भनेको हाम्रो सर्टर स्पानतिर हाम्रो लोड डिस्ट्रिब्युट हुन्छ। त्यही भएर सर्टर स्पानतिर यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। सर्टर स्पानतिर चाहिँ मेन बार हुन्छ जुन चाहिँ 10 mm को छ। मेन बार 10 mm को राख्नुपर्छ। अनि त्यसमाथि डिस्ट्रिब्युसन बार यहाँ 8 mm का राखेका छौं। डिस्ट्रिब्युसन बार भनेको 6 mm भन्दा कम चाहिँ हुनु हुँदैन है। पुरै सर्टर स्पानतिर पुरै यहाँ हेर्न सक्नुहुन्छ 10 mm को सर्टर स्पानतिर राखेको छ। यो पनि 10 mm को सर्टर स्पानतिर। अनि यो लङ्गर यो के भन्छ लङ्गर स्पानतिर यो डायमिटर 8 mm को डायमिटरको रड राखेका छौं हामीले। अनि यसमा चाहिँ क्र्याङ गरेको छैन है। हेर्न सक्नुहुन्छ तपाईहरु, क्र्याङ गरेको छैन यसमा। क्र्याङ डबल मेस जाली भएकोले गर्दाखेरि क्र्याङ गर्दा र नगर्दा पनि केही फरक पर्दैन। डबल मेस भएकोले क्र्याङ नगर्दा पनि खासै फरक पर्दैन।